हेलो हेलो साथीहरू, म चाहिँ आज यस्तो काम गर्न थालेको छु। हेर्नुहोस् है, अब गाउँघरमा बसेपछि त काम गर्न परि नै हाल्यो। मैले पिँडालु बेसार रोपेको थिएँ कि माथि डाँडामा, अनि त्यहाँ लहर यो लहर छापो हालिदियो भने मल हुन्छ, झारहरू आउँदैन भनेर भने सुनेको थिएँ। अनि त्यही भएर लगेर यो सबै सोरसार ठेसर त्यहीँ लगाएको थिएँ। अनि त्यही सबै सोरसार गरेर भारीमा हुने जति भारीमा बोकेर लएँ, नहुने जति बोरामा कोचेर लएँ। बाबुलाई उठाइदेऊ न छोरो भनेर बल्ल बल्ल छोरोले उठाइदिएर आमा छोरा भएर बोकेर लिएर हिँडेँ बारीतिर। अनि मैले रोपेको हेर्नु न, धान कस्तो चिप्लो बाटो हुँदै हिँडेँ। अनि लहर बेसारमा पिँडालुमा लगाएर त्यो मैले सबैतिर छरेँ। अनि यो ठुल्ठुलो चाहिँ भारीमा बोकेर लिएर थिएँ, अनि अब सानो चाहिँ लिएर थिइनँ नि त। अनि यो छरिसकेपछि अनि फेरि सानोलाई चाहिँ मैले बोरामा हालेर ल्याउन थाले साथीहरू। यसरी सबै सोरसार पारेर यो मल हुन्छ अरे के, फेरि यो कुहिसैसी यस्तो मल लाग्छ अरे भनेर भन्नुभयो। अनि मैले कोची 2 बोरा बनाएँ। अनि लहर यो पनि बोकेर अनि सबै बारीमा छिटे साथीहरू। कसले रोप्नुभयो पिँडालु बेसार, मैले त रोपेँ साथीहरू। यसरी गाउँघरमा बसेपछि काम गर्न पर्यो नि त, होइन त। यस्तै खेतीपाती गर्ने, काम गर्ने, वस्तुभाउ हेर्ने, छोराछोरी हेर्ने, यही त हो नि, होइन। अब गाउँघरको काम भनेपछि गर्न परिहाल्यो। अनि मैले यो बोकेर लिएर गएर सबतिर छिटेँ के, सबैतिर रोपेको जति सबैतिर छिटेर कस्तो राम्रोसितले रोपेको छु मैले यसपालि पिँडालु र बेसार। पहिला मल हालेर, वस्तुको मल हालेर, अनि बेसार रोपेर, पिँडालु रोपेर, अनि ड्याङ पारेर यो छोपी साथीहरू मैले। अनि छोरी मान्छेको जात लोभी, हेर्नु न, दाउरा देखेर